अब गाह्रो छ हजुर, गाह्रो छ। असारमा यात्रा गर्नको लागि साह्रै गाह्रो छ। यहाँ तपाईँले बाइक देखिहाल्नुभयो। हामी चाहिँ सुनकोशी गाउँपालिकाको 7 नम्बर वडा मजुवा भन्ने ठाउँमा हिँडेका थियौँ बाइक लिएर होइन। 2 जना सरहरू अनि 2 जना मेरो 1 जना साथी र म। यहाँ हेर्नुहोस् त पहिरो गएर यस्तो भएको छ। पारितिर त्यसरी बाटो हेरेर बस्नु परेको अवस्था। यहाँ निकै तलसम्म पहिरो गएको छ। यस्तो खालको यो के भन्छ नि, यो विकासले विनाश पनि निम्त्याउँछ भन्छ। कहिलेकाहीँ विकास गर्नको लागि गरिएको विनाशले अझ विनाश निम्ति आएको अवस्थाहरू चाहिँ, किनकि रुखहरू सबै ढालिएको थियो यो बाटो खन्दाखेरि, त्यो भएर पनि यहाँ एकदमै धेरै। हेलो देविका, हाय। एकदमै धेरै गाह्रो छ है, बाटो अप्ठ्यारो छ। यता यहाँ हेर्नुहोस् त बाटो दुईतिर बाटो क्रस भएर यहाँ पुरै पहिरो गएर कसरी लाने भन्ने उहाँ माथि पुगेको एउटा बाइक हो, ठेलेर लानु परेको अवस्था छ। यस्तो बाटोमा अब कसरी जाने हो, अब ठेल्दै ठेल्दै लानुपर्छ होला। लगभग जान सक्ने अवस्था त खुट्टाले हिँडेर चाहिँ जान सक्ने अवस्था छ। बाइकलाई चाहिँ अलिक गाह्रो। यति बिग्रिया रहेछ यो ठाउँमा। अलि अगाडि त बाटो राम्रै छ जस्तो छ, किनकि उहाँहरू अगाडि जानुभएको छ, म पनि हेर्दैछु कता बिग्रेको रहेछ। बाइक चाहिँ ठेल्नै पर्ने अवस्था भयो, कि नभए बाटो पनि बनाउनुपर्छ। अब यहाँ गाडी त आउँदै आउँदैन यो बाटोमा, पुरै अवरुद्ध भएको छ होइन। बाइक चाहिँ अब ठेलेर लान सकियो भने पनि सकिन्छ भन्ने हिसाबले चाहिँ हामी हिँडेको हो। यहाँनिर एकदमै धेरै अप्ठ्यारो पनि भइराखेको छ। ओहो, बाटो त साह्रै एकदमै गाह्रो अवस्था पो भयो त। म चाहिँ यतातिरबाट अब यता उक्ने यो क्यामेराको स्ट्यान्ड बोकेको छु, झोला छ पछाडि, क्यामेरा पनि छ। यहाँ उक्लिनु दुःख छ हजुर, दुःख छ, साह्रै दुःख छ। दुःख त एकदमै धेरै दुःख छ नि हजुर, के गर्नु। यहाँ दुःख छ। बाटो बनाउँदै हुनुहुन्छ अलि अगाडि सञ्जीव थापा मगर, अन्त उता बाटो बनाउँदै हुनुहुन्छ। बाटो यस्तो छ, यो बाटो बाइक ल्याउनको लागि चाहिँ एकदम प्रयत्न हुँदैछ, प्रयत्न जारी छ। हाम्रो सर हुनुहुन्छ उता बाइक हाँक्नको लागि, यता बाटो निकाल्नु भयो, यताबाट उता ल्याउँदै हुनुहुन्छ। हेरौँ उहाँले कहाँसम्म पुर्याउनुहुन्छ। उहाँ चाहिँ अलिकति एकदमै धेरै के यो बाइक चलाउन एकदम सिपालु हुनुहुन्छ, किनकि यस्तो बाटो उहाँले धेरै पटक चलाइसक्नु भएको छ। त्यही हिसाबले पनि उहाँलाई अलिकति सजिलो नै हुन्छ। लगभग निकालिसक्नु भयो, माथि पुर्याइसक्नु भयो, उहाँ पुर्याउनु भयो अगाडि, फुत्तै निकाल्नु भयो सम्म बाटो। टावर पनि नआएको अवस्था, फेरि यो वनमा अलपत्र हुने अवस्था पनि छ। यो कच्ची सडक चाहिँ अब गाउँ गाउँमा सुविधाको लागि खनिएको, अब तरकारीहरू बजारसम्म पुर्याउनु पर्ने चपौलीको सडक, कच्ची सडक भत्केर पुरै बनाउनु पर्ने अवस्था छ। ठाउँ ठाउँमा बाटो अवरुद्ध, पहिरो, यता मासतिर पुरै पहिरो गइराखेको। यो कति ठुलो ठुलो चट्टान ढुङ्गाहरू छ। फेरि यता पनि यस्तो छ, आफै बेला बेलामा चाहिँ डर छ। यस्तो छ यहाँनिर, यहाँ हुन्छ। अब बाइक स्टार्ट भयो, यस्तो गर्छु। यो मैले स्ट्यान्ड बोका हो, यो स्ट्यान्ड छ मसँग चाहिँ है। अनि यो ब्यानर पुरै थकित अवस्थामा, थाकिसकेको अवस्था छ। अब कसरी जाने हो। भन्ज्याङ पोखरी आइपुग्न लाग्यो हामी लगभग। अब भन्ज्याङ पोखरीबाट चाहिँ अगाडि बढेर अहिले हामी कमलाबाई नगरपालिका 3 चपौलीमै छौँ। हामी हिँडेको चाहिँ सुनकोशी गाउँपालिका 7 नम्बर वडा हो मजुवा। मजुवा म योभन्दा अगाडि पनि पुगेको। मजुवा गाउँ चाहिँ झुरुममा परेको बस्तीहरू, मौरीको घार जस्तै एकदमै रहरै लाग्दो खालको बस्ती छ मजुवा पनि। योभन्दा अगाडि पनि म पुगेको थिएँ। त्यो 2072 साल वैशाख 12 गते जुन भूकम्प गएको थियो, भूकम्पपछिको पुनर्निर्माणको अवस्थाको बारेमा चाहिँ रिपोर्टिङ गर्न म त्यहाँ पुगेको थिएँ। अब म चढेँ गाडीमा।
यति बेला हामी कोलाघर सिन्धुलीबाट आइसके पछाडि अलिकति अगाडि आएपछि लगभग यहाँ पहिरो गएको अवस्था रहेछ। त्यसपछि बाटो ब्लक अर्थात् बाटो बन्द भएपछि खुट्टाले सबैजना हिँडिरहनु भएको छ। अगाडि हाम्रो सर हुनुहुन्छ, त्यस पछाडि एकजना मजाले जाने नानी हुनुहुन्छ अनि नानी हिँडिरहनु भएको छ। त्यस पछाडि देविका र सनिता यसरी कस्तो मजा आउँदो रहेछ। वाउ, पछाडिबाट आउँदै हुनुहुन्छ एकजना होइन, सबैजना हिँडेकै अवस्था हो। अहिले चाहिँ खोला कराइराखेको छ, झर्ना झर्ना भई झर्दै आऊ भन्ने एउटा गीत पनि छ। अब देविका अगाडि सरला कहाँ हिँडेको अरे? सुनकोशी गाउँपालिकाको स्वास्थ्य चौकी कसरी क्रस गर्ने हो? हाई, त्यो हजुरबाट त्यस्तो सवाल गरेर जानु भएको छ त हामी सक्छौँ त? पहिरो यो चाहिँ झर्ना हो, खोल्साको झर्ना। हाम्रोतिर पानी परेपछि होइन झर्ना खोज्नको लागि माथि माथि जानु पर्दैन। हिजो आज झर्ना जतासुकै पाइन्छ, सरला नाचिरहेको अवस्था छ झर्ना। अवरुद्ध यसरी हिँड्न परेको अवस्था छ। बाटो पुरै अवरुद्ध, पुरै रुखको पनि माथिबाट पहिरो आउन सक्ने सम्भावना छ। त्यो हिसाबले पनि छिटो छिटो दगुर्नु पर्ने अवस्था छ। देविका कुद्नु होला छिटो छिटो, यो जे पनि हुनसक्छ। यहाँ यो हाम्रो टोली यो घारी थिचोल्दै लगभग मजा जानको लागि चपौलीबाट यो सिमाना जस्तो पनि छ यहाँ कट्न खोजिराखेको अवस्था छ। किनकि यहाँ धेरै बेर बस्नु पनि हुँदैन, किनकि जति बेला पनि पहिरो जान सक्छ। त्यो हिसाबले पनि दगुरिहाल्नुपर्ने हुनसक्छ। अगाडि हामी यसरी लाइन लागेर हिँडेका छौँ। कति ठुलो यो, किनकि अब असारको बेला आफ्नो काम पनि सक्नुपर्ने, अब नहिँडी पनि नहुने भएपछि यस्तो अवस्था भएको छ। ओए ओए उसको खुट्टा अड्क्यो उताखेरि, खुट्टा अड्केर पुरै यो चपौलीको यो कोलाघर यता आइसके पछाडिको यो बिचको खोल्सा हो। यस्तो चाहिँ पुरै अवरुद्ध, कति ठाउँ बाटो अवरुद्ध, कति ठाउँ बाटो अवरुद्ध। यस्तो भएपछि देशको विकास कसरी हुन्छ होला? एक वर्ष खन्यो बाटो, फेरि अर्को वर्ष बाटो बिग्रियो, फेरि अर्को वर्ष बाटो बनाउनको लागि लगानी गर्यो, फेरि अर्को वर्ष पन्साउनको लागि लगानी गर्यो। यस्तो भएपछि कसरी हुन्छ होला विकास? सम्भावनै छैन क्या, एकदमै धेरै न्यून सम्भावना। यहाँ हेर्नुहोस्, जङ्गल पुरै ओर्लेर आएर सडकमा ठप्प बसेको अवस्था छ। अनि सबजना आफ्नो सवारी साधन भएर पनि पैदल यात्रा हिँड्नु परेको अवस्था छ। सबैजनाको सवारी साधन छ, तर के गर्नु? अब सवारी साधन भएर मात्रै हुँदैन, बाटो पनि चाहियो। बाटो बन्द छ अनि फेरि जुका पनि लाग्ने। यो के अरे, खास गरेर यो बर्सातको समय भए पछाडि चाहिँ पानी पर्ने, अनि पानी परेपछि जुका लाग्ने। जुका लागेपछि चाहिँ एकदम गाह्रो हुने। एकजना हजुरबा यति फास्ट हिँडेर उहाँ पुगिसक्नु भयो त्यहाँनिर। त्यस्तरी त्यहाँनिर हिजो लामपानमा जानु। ओहो, यो चाहिँ एकदमै धेरै पहिरो जति बेला आउन सक्छ त्यही भएर यहाँ धेरै बेर नगएर कुदिहाल्नुपर्छ। छिटो छिटो यो भलायो भने म डर्छु, डर छ होला अहिले। एलर्जी हुन्छ पुरै मलाई त। सानो बेलामा त सुई लगाइदिनु भएको थियो बाबाले, भलाएको एकदम एलर्जी छ।
यो उत्तिसको रुख हो। उत्तिसको रुख यसरी यसरी उत्तिसको रुख आयाक यो उत्तिसको रुख रहेछ, त्यही भएर यसरी भाँचेको। यो गुँरासको रुख अगाडिको यो पुरै बाटो अवरुद्ध भएपछि यस्तो गाह्रो। ओहो, म त बल्ल बल्ल निस्केँ। अगाडि एक टिम, पछाडि एक टिम फेरि। यस्तो पुरै गाह्रो के। हेर्नुहोस् त बाटो कति धेरै अवरुद्ध। ओहो, यो यसरी त कसरी विकास सम्भव छ भनेर भने जस्तै। ओहो, म धगुरुङ कि क्या, एकदमै धेरै डर पनि। अगाडि यस्तो छ पुरै तर पानी कस्तो राम्ररी बगिरहेको छ। सर अगाडि एक टिममा पुगिसक्यो, एक टिम उहाँ पुगिसक्नुभयो। उहाँ कति छिटो हिँडेको क्या, उहाँहरू स्पिड कुद्नु हुँदो रहेछ। म चाहिँ कुद्न सक्दिनँ, तर पछाडिको साथीहरू पनि पछाडि नै छुट्नु भयो, अगाडिको साथीहरू पनि अगाडि नै पुगिसक्नु भयो। म चाहिँ बिचमा छु। यस्तो बाटो पुरै बाटो भयो, त्यहाँ बाटो पुरै यस्तो छ, यस्तो छ, के गरेर जाने होला। ओहो, एकदम गाह्रो छ हिँड्नको लागि। बाटो त्यस्तो भएपछि बाटोमा कसरी हिँड्ने होला। बाटो पुरै बन्द। साथीहरू भनेर पर आउँदै हुनुहुन्छ, त्यहाँ आइपुग्नु भयो। पुरै तलतिर छाँगा, खोला खोला खोल्सा, बगर। यो अलि अगाडि पनि मैले भने 2072 साल नेपालमा एउटा ठुलो भूकम्प गएको थियो। त्यो भूकम्पले पनि धेरै मानवीय क्षतिहरू हुन पुग्यो। लगभग 8000 भन्दा बढी मानिसहरूले ज्यान गुमाउनु परेको अवस्था थियो। त्यो सँगसँगै धेरै घरहरू भत्किए। त्यसको असर चाहिँ सिन्धुलीमा पनि पर्यो। सिन्धुलीमा पनि 15-16 जनाले ज्यान गुमाउनु भयो भने घरहरू पनि धेरै भत्किएको थियो। त्यति बेला चाहिँ म सुनकोशी गाउँपालिका 7 नम्बर वडामा, त्यति बेला स्थानीय सरकार पनि कार्यान्वयनमा आइसकेको अवस्था थिएन। त्यति बेला चाहिँ म सुनकोशी गाउँपालिका, अहिलेको चाहिँ सुनकोशी गाउँपालिका, त्यति बेला त गाविस थियो, मजुवामा आएको थिएँ। त्यति बेला चाहिँ धुले रोड थियो, भर्खर बाटो खनेको अवस्था थियो। उताबाट आउनु भएको छ एकजना दाजु चाहिँ, पानी यता यस्तो छ। उता पनि बाटो अप्ठ्यारो छ दाइ? यति मात्रै हो? ए, साथीहरू उहाँ आउँदै हुनुहुन्छ। पानी पुरै छाँगा, झर्ना, यता झर्ना, यता झर्ना, यता बाटो बिग्रेर धुम छ धुम। यस्तो बाटो बिग्रे पनि एकअर्का यहाँ चाहिँ बस्ती पनि पातलो छ। तर बस्ती पातलो भए पनि छरछिमेकीहरू एकअर्काले चाहिँ एकअर्काको हेर्नुहोस् त यहाँ खुट्टा अब कस्तो पानी 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 पानी। बाहिर त अगाडि पनि बाटो बिग्रेको छ। ए ल ल ल, मलाई पनि थाहा छैन अरे। यहाँ अगाडि उहाँहरूको घरसम्म चाहिँ ठिकै छ अरे, त्योभन्दा पछि उता चाहिँ कस्तो छ भन्नुभएको छ। अब गएपछि मात्रै थाहा हुन्छ त्योभन्दा उता चाहिँ, किनकि अब सबैजना त्यहाँ गइसकेको अवस्था पनि छैन। त्यो हुँदाखेरि चाहिँ अलिक गाह्रो नै हुन्छ। यहाँनिर चाहिँ भत्केर रुख लम्बतन्न परेको अवस्था छ। यो के हो तल यस्तै, यो सर्प जस्तो। यो रुखमा चाहिँ यस्तो गरेर कट्नुपर्छ, यस्तो गरेर यहाँनिर साथीहरू बिस्तारै बिस्तारै आउँदैछन्। गाह्रो छ, गाह्रो, एकदमै गाह्रो छ, गाह्रो गाह्रो। अनि यसरी हिँड्न पर्दाखेरि के भइराखेको छ त? के भइरहेको छ भने रमाइलो भइरहेछ नि। हो, ए कस्तो रमाइलो भइरहेको छ त भनौँ न त। गाउँपालिकाको एकदम हाइटमा छ। सुनकोशी गाउँपालिका होइन होला कि के हो यो? यो त चपौली भनेपछि के अरे कनका 3 होला, 3 चपौली हो। अब हामी यो सिमाना कटेपछि मजा लाग्यो होइन? त्यो परको सिमाना हो टाढाबाट। यो त चपौली नै हो। त्यो चपौली नै हो र
जुगा लाग्छ अरे नानीलाई 2-3टा जुगा लाग्छ यो चपौली होइन होला यो त धोद्रे कसरी विकास सम्भव छ भनेर भने जस्तै म त गुरुङली क्या एकदमै धेरै डर पनि अगाडि यस्तो छ पुरै तर पानी कस्तो राम्ररी बगिरहेको छ सर अगाडि एक टिममा पुगिसक्यो एक टिम उहाँ पुगिसक्नुभयो उहाँ कति छिटो हिँडेको क्या उहाँहरू स्पिड कुद्नु हुँदो रहेछ म चाहिँ कुद्न सक्दिनँ त पछाडिको साथीहरू पनि पछाडि नै छुट्नुभयो अगाडिको साथीहरू पनि अगाडि नै पुगिसक्नुभयो म चाहिँ बिचमा छु यस्तो बाटो पुरै बाटो भयो त्यहाँ बाटो पुरै यस्तो छ के गरेर जाने होला ओहो एकदम गाह्रो छ हिँड्नको लागि बाटो त्यस्तो भएपछि बाटोमा कसरी हिँड्ने होला बाटो पुरै बन्द साथीहरू भनेर पर आउँदै हुनुहुन्छ त्यहाँ आइपुग्नु भयो पुरै तलतिर छाँगा खोल्सा बगर यो अलि अगाडि पनि मैले भने 2072 साल नेपालमा एउटा ठुलो भूकम्प गएको थियो त्यो भूकम्पले पनि धेरै मानवीय क्षतिहरू हुन पुग्यो लगभग 8000 भन्दा बढी मानिसहरूले ज्यान गुमाउनु परेको अवस्था थियो त्यो सँगसँगै धेरै घरहरू भत्किए त्यसको असर चाहिँ सिन्धुलीमा पनि पर्यो सिन्धुलीमा पनि 15-16 जनाले ज्यान गुमाउनु भयो भने घरहरू पनि धेरै भत्किएको थियो त्यति बेला चाहिँ म सुनकोशी गाउँपालिका 7 नम्बर वडामा त्यति बेला स्थानीय सरकार पनि कार्यान्वयनमा आइसकेको अवस्था थिएन त्यति बेला चाहिँ म सुनकोशी गाउँपालिका अहिलेको चाहिँ सुनकोशी गाउँपालिका त्यति बेला त गाविस थियो मजुवामा आएको थिएँ त्यति बेला चाहिँ धुले रोड थियो भर्खर बाटो खनेको अवस्था थियो उताबाट आउनु भएको छ एकजना दाजु चाहिँ पानी यता यस्तो छ उता पनि बाटो अप्ठ्यारो छ दाइ यति मात्रै हो ए साथीहरू आउँदै हुनुहुन्छ पानी पुरै छाँगा झर्ना यता बाटो बिग्रेर धुम छ धुम यस्तो बाटो बिग्रे पनि एकअर्का यहाँ चाहिँ बस्ती पनि पातलो छ तर बस्ती पातलो भए पनि छरछिमेकीहरू एकअर्काले चाहिँ एकअर्काको हेर्नुहोस् त यहाँ खुट्टा कस्तो पानी बाहिर त अगाडि पनि बाटो बिग्रेको छ ए ल उहाँलाई पनि थाहा छैन अरे यहाँ अगाडि उहाँहरूको घर छ मात्रै ठिकै छ अरे त्योभन्दा पछि उता चाहिँ कस्तो छ भन्नुभएको छ अब गएपछि मात्रै थाहा हुन्छ त्योभन्दा उता चाहिँ किनकि अब सबैजना त्यहाँ गइसकेको अवस्था पनि छैन त्यो हुँदाखेरि चाहिँ अलिक गाह्रो नै हुन्छ यहाँनिर चाहिँ भत्केर रुख लम्बतन्न परेको अवस्था छ यो के हो तल यस्तै यो सर्प जस्तो यो रुखमा चाहिँ यस्तो गरेर कट्नुपर्छ यस्तो गरेर यहाँनिर साथीहरू बिस्तारै आउँदैछन् गाह्रो छ एकदमै गाह्रो छ अनि यसरी हिँड्न पर्दाखेरि के भइराखेको छ त के भइरहेको छ भने मजा आइरहेको छ नि रमाइलो भइरहेछ नि हो ए कस्तो रमाइलो भइरहेको छ त भनौँ न त गाउँपालिकाको एकदम हाइटमा छ सुनकोशी गाउँपालिका होइन होला कि के हो यो त चपौली भनेपछि कनपा 3 होला 3 चपौली हो अब हामी यो सिमाना कटेपछि मजा लाग्यो होइन त्यो परको सिमाना हो टाढाबाट त्यो चपौली नै हो र जुगा लाग्छ अरे नानीलाई 2-3टा जुगा लाग्छ यो चपौली होइन होला यो त धोद्रे अब हामी त्यसरी हिलो त्यस पछाडि अप्ठ्यारो बाटो
लाई पार गर्दै थिचोल्दै यति बेला सुनकोशी गाउँपालिका 7 नम्बर वडा मजुवा आइपुगेका छौँ। यो अगाडितिर देखिराखेको बस्ती चाहिँ मजुवा हो। एकदमै धेरै चारैतिर हरियाली, बिचमा मैले अघि नै पनि भनेको थिएँ मौरीका घाट जस्तै झुरुप्प परेको घरहरू। अनि यो बर्सातको समय भएको हिसाबले, असार भएको हिसाबले पनि मानव रोपेर मुरी उब्जाउने यो समयमा धेरैजना कृषकहरू चाहिँ खेतबारीमा मेहनत गरिराखेको अवस्था छ। केही धानहरू चाहिँ पहिला नै रोपेर हरियो फर्किसकेको छ भने केही धानहरू चाहिँ रोप्ने क्रम यहाँ जारी रहेको हामीले देख्यौँ। एकदमै धेरै खुसी लाग्यो किनकि गाउँ एकदमै धेरै रमाइलो हुन्छ, राम्रो हुन्छ। किनकि यहाँ बस्नका लागिदेखि लिएर हरेक वातावरण चाहिँ गाउँ एकदमै धेरै सजिलो पनि हो, बस्नको लागि सहज पनि हो। तर यो विशेष गरेर सडकको असुविधाको कारण चाहिँ स्वास्थ्य, शिक्षा जस्तै कुराहरूबाट चाहिँ वञ्चित हुनुपर्छ भनेर मानिसहरू चाहिँ सहरीकरण भएको अवस्था छ। तर गाउँ मलाई एकदमै धेरै मनपर्छ किनकि म पनि गाउँमै जन्मेको, गाउँमै हुर्केको र अहिले पनि म गाउँमै छु। तसर्थ पनि देविका, तपाईँलाई कस्तो लाग्छ गाउँ? यो अगाडिको मकै, यहाँ अगाडि धान खेती, धान के को ब्याड काटिराखेको छ। हेलो, आज रोपाइ छ कि क्या हो तपाईँहरूको? बिउ काटेको हो? ए नौलो होइन, हामी सिन्धुली बजारबाट यहाँ तपाईँहरूको स्वास्थ्य चौकी 7 नम्बरको त्यहाँनिर हेल्प पोस्टमा आएको। त्यहाँ भेटघाट पनि थियो, त्यहाँ केही कार्यक्रमहरू भन्दा पनि त्यहाँ केही मान्छेहरूलाई भेट्नको लागि। मजुवा मकै, उता धान खेती, यता मकै खेती, यता मकै खेती। यो चाहिँ भूकम्पपछि पुनर्निर्माण भएको घरहरू हो देविका। त्यो हिसाबले पनि यहाँ एकदमै धेरै निलो जस्तो लागेको प्राय नयाँ घरहरू चिरिच्याट्ट देखेका छौँ नि हामीले। यो सबै भूकम्पपछि पुनर्निर्माण भएको हो। यहाँ धारा रहेछ, पानी खान मन लागेको थियो। पानी आएको होला त यहाँ? मलाई कस्तो पानी तिर्खा लागिरहेछ। आसन म त खाइदिन्छु पानी। पानी आएको छैन रहेछ। हाम्रो अगाडि जाने साथीहरूले किन ढिला गरेको, छिटो आउनु छिटो भनिरहनु भएको छ। हिँड्नै सकिएन, त्यही भएर ढिला भइरहेको छ एकदमै धेरै। यति अगाडि देखिएको स्कुल मजुवा स्कुल, यति बेला हामी हेल्प पोस्ट आइसकेका छौँ। सुनकोशी गाउँपालिकाको हेल्प पोस्ट यहाँनिर सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक अनुदान सहयोगमा मजुवा स्वास्थ्य चौकी भवन गाउँपालिका अध्यक्ष श्री दिपा बोहरा दाहालजीको उद्घाटन भनेर यहाँ अगाडि लेखिराख्नु भएको रहेछ। दिपा दाहालले उद्घाटन गर्नुभएको रहेछ। यो स्वास्थ्य चौकी चाहिँ एकदम राम्रो छ। स्वास्थ्य चौकी हेर्दाखेरि चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ होइन। आउनुहुन्छ र जतिलाई हामीले कन्भिन्स गर्न सक्छौँ, हामी पनि केही तपाईँहरूलाई नयाँ कुराहरू सिकाउन सक्छौँ वा हामी भन्न सक्छौँ भन्ने हामीले कन्भिन्स गरेर आउनु भएको चाहिँ थोरै नै हुनुहुन्छ अहिले। यही नै हो अहिलेको रिपोर्ट। यो यहाँको चाहिँ यो चौकीको सबैभन्दा समस्याको चाहिँ के चुनौतीहरू के छ तपाईँको? यहाँ समस्याहरू हामीलाई एज अ कर्मचारीको हिसाबले, व्यवस्थापन हिसाबले यो त्यो समस्या छ, त्यो समस्या समाधान भए चाहिँ अझ राम्रो हुन्थ्यो भन्ने के हुनु होइन? हामीहरूको समस्या त धेरै छ। जस्तै अब एएनसीमा अहिले भर्खरै कुरा गरेर गर्भवतीहरू यहाँ जाँच गराउन कम आउँछन्। उनीहरूलाई चाहिँ आकर्षित गर्ने हिसाबले एउटा हामीले चाहिँ नुन तेलको प्याकेज ल्यायौँ। नुन तेलको प्याकेज प्रत्येक महिना वा उनीहरूले जताउन आएको बेलामा 4-5 महिनामा चाहिँ 1 प्याकेट नुन र 1 प्याकेट तेल दिने भनेर हाम्रै प्रस्ताव चाहिँ गाउँपालिका गयो र त्यो प्रस्तावलाई गाउँपालिकाले स्वीकृति गरेर 1 वर्षसम्म त्यसलाई कार्यान्वयन गरायो। यो आर्थिक वर्षमा आएर अब त्यो बजेट भए तापनि विविध कारणहरूले गाउँपालिकाले हामीलाई दिन सकेन। अनि दिन नसक्दाखेरि मान्छेमा फेरि पनि त्यो खै केही दिँदैन, केही पाइँदैन, किन जानु भन्ने पनि भयो। पहिला चाहिँ सामान्य जो गरिब निम्न स्तरका मान्छेहरू हुन्छन् उनीहरूलाई चाहिँ नुन र तेल पाइन्छ भन्ने आशले पनि जचाउन आउँथे। तर अहिले चाहिँ त्यो नभएको कारणले तिनीहरू पनि अलिकति पोहोरको आर्थिक वर्ष दियो, यो वर्ष दिएन। बजेट थियो तर पनि खरिद गर्न सकिएन र अहिले फेरि यसको मूल्य चाहिँ वृद्धि अत्यधिक भएको हुनाले पनि खरिद गर्न सकिएन भन्ने कुराहरू पनि फेरि कोरोनाको कारणले गर्दाखेरि पनि विविध समस्या भयो। अहिले टेलिफोनको पनि डिस्टर्ब भयो। टेलिफोन पुरै अब यहाँ त रहेछ, यता त राम्रोसँग टाढो टिपेको छ, उता त हाम्रो उता सिन्धुली त छैन। त्यही भएर म आशा धन्न फोनमा गफ मेरो एन्सरबाट
तपाईँको एन्सर नम्बर छ कि भनेर खोज्छु कन्फर्मेसन त गर्नुभएको बिचमा के हो अनि अब हामीले पनि बाइक त उहाँ माथि उही के अरे त्यो भन्ज्याङ के अरे पोखरीमा राखेर अनि एउटा हिँड्दै हिँड्दै अब बाटो जोड बिग्रेछ त्यही कारण यो त धेरै टाइम लाग्छ बाटो त अब यो त बाटो त यो त्यो पुरै यो मजुवामा आइसके पछाडि चाहिँ यहाँको सबैभन्दा मनपर्ने कुरा चाहिँ के लाग्यो हाम्रो साथीहरूलाई? हेलो साथी। यहाँबाट देखिने सुन्दर मनोरम दृश्य अनि यहाँको के भन्छ मकैहरू होइन अन्नपातहरू जो राम्रो फल्यो। सन्जु दादा चाहिँ के लाग्यो यहाँको सबैभन्दा राम्रो? मलाई हावापानी हाम्रो सरलाई मलाई त सब थोक मन पर्यो नि सर हावा चलेको कस्तो खालको यो प्रकृतिले दिने निःशुल्क रूपमा दिने यो हावा कस्तो भिन्नै हुने क्या है त्यो चाहिँ हामीले यो सरलाको झोला चाहिँ के ढ्याङ यति माथि त रहेछ त यार सबैले त त्यही र डाँडा उस्ती छ त टावर त हो घुमाउरो गरेर पो टाढा बनाएर अहिले जुगा लाग्दैन होला कि जाउँ त्यतैबाट यताबाट सिधै टिप्पु त निस्किनु टाढा होइन क्या खै बाटो थाहा छैन मलाई हुँदैन धेरै जुगा लाग्छ अरे अघि त्यही बहिनीले भनेको। तपाईँहरूलाई यस्तो ठाउँमा हेर्दाखेरि सोचे झै जिन्दगी रहेनछ भन्ने गीत चाहिँ फुर्दैन? धान रोपेको अब गोरु लाउन चाहिँ छोडिदिएको ट्र्याक्टर लगाएर यो ट्र्याक्टरले गरे हो गाईले गोरु पाउनु छोडेर के त कुकुर किन कुदेको? हाम्रो ट्र्याक्टर लगाउन के अरे गोरु विस्थापित भएर बिस्तारै अब ट्र्याक्टरले स्थानीय सरकार कार्यान्वयनमा आएपछि गोरु विस्थापित भयो त? स्थानीय सरकार आएपछि गोरु विस्थापित गोरु संरक्षण समितिको अध्यक्ष गोरु नारायण चौधरीले भने त्यो त भने मात्रै हो। एउटा रिपोर्ट चाहिँ मलाई के बनाउनु मन लाग्छ भने यो बाक्लो रोप्ने धान हो नि त, सावित्री हो यो। सावित्री बाक्लो रोप्छ हो कुरो नगर्नु ल। के धान रोपेको दियो तपाईँहरूले? पोखरेल ए बाक्लो रोप्नु पर्छ यो धान यसमा चाहिँ राम्रोसँग पानी नआए त्यो धमिराले खान्छ भनेर बाक्लो रोप्छ क्या। धमिराले खाँदैन तपाईँकोतिर ल पानी लाग्ला रे खाँदैन, पानी नलाग्नेसम्म धमिराले यति खान्छ धान होइन। मलाई थाहा छ हाम्रोमा यस्तै पाखा हो नि त पहिला पानी नलाग्ने त्यो आकाशबाट आएको पानीले रोपाइ गर्थ्यो यस्तै बाक्लो खस्रे बडार। यो घाँसको नाम के हो नानी? किमिलो। यो फल खान्छ पनि होइन हरियो मकै भात नालेको नानी घाँस काट्न आएको
तर आज मौसम लास्टै साथ दियो यार यो मौसमले त झन् आज मजा आएछ र हामीले रेनकोट ल्याएको थिएनौ मेरो चाहिँ कहाँ हुनु दाइ ल्याइदियो जस्तो लाग्थ्यो ल्याएपछि पछि कसलाई दिएको मैले सरलाई कर्को देवतालाई नि दिएँ नि थाहा छैन मलाई देखाएन कसरी पनि लगाएर पछि त्यो बहिनी कसलाई पनि बोकाइराखेको छ फोटो खिच्दै थिएन माथिदेखि नै त्यो पहेँलो झोला अनि परेहरूलाई मोबाइल त खै के जाति भएपछि केही वास्तै नहुने पेस्तै नहुने भिडियो मात्रै खिच्नु पर्ने जतिखेर पनि त्यसमा हालेको छैन च्याका हजुर त्यसो सर गुड मर्निङ देवी गार्डन यस्तो झुक्याइए गाँथे के छ खबर यो भन्नुहोस् त होइन तपाईँले खबर होइन मलाई सुट र त्यो खालको रेनकोट किन्नको लागि सुधार आएको थियो हिसाब टक्का निकालेर राख्नु ल बकरीहरू चढ्दैछन् यता उता बकरी चढाउँदै हुनुहुन्छ मास्तिर हाम्रा युवा साथीहरू पारिलो घाम ताप्नको लागि बाहिर निस्कनु भएको छ अगाडि हाम्रो जङ्सर झोला भिडेर हिँड्दै हुनुहुन्छ हाम्रा सहपाठीहरू खुइ खुइ गरेर उकालो चढ्दैछन् पोषक तत्त्व हुन्छ हेर्नु त्यहाँ सिउँडीको फुल कस्तो विभिन्न उसमा फलहरू छ सिन्धुली पुगिने कि भने आमा के त पुगिँदैन ओहो के गर्नु हो त आमा खोइ पुगिन्छ कि भनेको कति लाग्छ आमा यहाँबाट आमा को नाम के हो सीता घर यहीँ हो ए के यता बाह्र चढ्न आउनु भएको यति घाम ताप्न आउनु भयो ए बाँदर लाग्छ धेरै है बाटो नभएर अब हामी हिँडेर सिन्धुली पुग्न धेरै टाइम लाग्छ आमा अब 1 घन्टामा त माथि भन्ज्याङ पुगा निक्लिन्छ होला अनि 1 घन्टामा सिन्धुलीगढी अनि बिस्तारै जानु पर्यो ल आमा लाग्यो है हाम्रा चाहिँ सहकर्मी योद्धाहरू आदरणीय कामरेडहरू अगाडि पुगिसक्नु भयो कामरेडहरू मलाई छोडेर उहाँ साँधेको सुकुटी भुटन र छोइला भरे बेलुका हान्नुपर्छ रोइला भनेर कुदिसक्नु भयो साथीहरू ए उता लडिन्छ है ओ पार्टीहरू कहाँ अहिले गयो भने के कसले लिन जान्छ त्यहाँ कोजना टिप्नलाई फेरि जेसिबी छैन यहाँ यो आयो माथि घरबार छ अलि पर अलि एकछिन अब 5 मिनट हिँड्नु न हो हो बरैलाई अब यहाँबाट चाहिँ
एकदम शीतलता छाउनको लागि यो मधुरता साथ यो के भन्छ हुस्से कुहिरो लाग्दैछ साथीहरू। यो हुस्सेले अलिक शीतल हुन्छ भन्ने हामीलाई लागेको छ। अरू साथीहरू खुट्टामा जुगा लाग्ने क्रम पनि जारी रहेको छ। जागर लम्को चम्कै नौजवान हो भनेर उहाँहरू लाग्नु भएको छ। नाइ सर्कट जुगा लाग्छ हँ हँ होइन यो एकदम अप्ठ्यारो बाटो छ क्या, हुँदैन जाने। म त हाइवे आइजाने बिना काममा त्यो ठाडो बाटो हिँडेर ठाडो गाउँबाट आयो हामी थोरै। साथीहरू असिन पसिन भइसक्नु भएको छ। ए कहाँ ल कमल सरलाको कोमल पाउहरूले पानी छचल्काउनु थाले साथीहरू। सैयाले देखा पानी पानी हो गई। ए नभिजा चिसो है ज्वरो आउँछ हुँदैन। सैयाले देखा पानी पानी साथीहरू यहाँ पानी मुखमा त धो है, अरू त नधो फेरि। ल झर्नाको चिसो पानीले उहाँले मुख चाहिँ धुनुभयो साथीहरू। देखो पवन भी गीतै आएन के गाउनु गीत। यहाँनिर ट्याङ्की पानी ट्याङ्की थियो, त्यहाँनिर धारासारा पनि थियो। पारितिर रामेछाप वा हो कुहिरो कस्तो खालको दृश्य छ हेर्नुहोस् त ल। पारि रामेछाप यो मजुवाको माखलो घुम्ती लगभग अब हामी चपौली कमलाबाई नगरपालिका 3 नम्बर वडा आइपुग्न लागेका छौँ। लगभग हामीले अब सुनकोशी गाउँपालिका 7 नम्बर वडालाई छोडिसकेको अवस्था छ। हिँडेर थकित अवस्थामा यहाँ हेर्नुहोस् त, यस्तो म यस्तो देखेको छु। यहाँ हेर्नुहोस् है, त्यहाँ ए सबजना यसरी थाकेर क्या अब चाहिँ थकित भएर यस्तै बिस्तारै बिस्तारै हेरेर यहाँ आइपुगेको छौँ। लगभग 5:15 भइसक्यो भन्ने कुरा छ। अझै हामीले बिहान गाडी आउन नसकेको कारणले सवारी साधन छोडेर आएको ठाउँ पुग्नको लागि हामीलाई कति लाग्छ, हामीले बाइक छोडेर आएको ठाउँमा पुग्नलाई अब अझै आधी घन्टा लाग्छ। ल हेर्नुहोस् त 6 बज्छ। यहीँ पहिरो गएर बाटो ठाउँ ठाउँमा पुरै अवरुद्ध